तपाईले कहिले यस्तो अनुभव गर्नुभएको छ कि कुनै इम्पोर्टेन्ट कामले कतै जाँदाखेरि गाडी नै पाइँदैन, चिनजानका ड्राइभर दाजुभाइहरूलाई फोन लाउँदा कोही बेला अभाइलेबलै हुँदैनन्। धेरै पटक त यस्तो हुन्छ कि एक ठाउँमा प्यासेन्जर गाडी खोजी गरेको हुन्छ र अर्को ठाउँमा ड्राइभर प्यासेन्जरको बाटो हेर्दै बसेको हुन्छ। भएको छ हैन यस्तो, विशेष गरी रातिको समय झन् पहाडका टाढा टाढा ठाउँमा त गाडी पाउनु त पोसिबल नै छैन। र त्यति बेला यो प्रश्न आउँछ कि कसलाई फोन गर्ने, कहाँ गाडी खोज्ने। के तपाईलाई लाग्छ कि यसको कुनै समाधान छ? समाधान छ, घुम्ती एप। यही समस्या देखेर हाम्रो पहाडका युवाहरूले हाम्रै पहाडका लागि बनाएको घुम्ती एप सरल र सहज छ। आफ्नो करेन्ट लोकेसन हाल्नुहोस्, अवेलेबल कार्स र ड्राइभरको फोन नम्बर पाउनुहोस्, सिधै फोन वा व्हाट्सएपबाट कुरा गर्नुहोस्। छैन र कति सजिलो, न कमिसन, न एक्स्ट्रा चार्जेस, न वेटिङ चार्जेस। ड्राइभर र प्यासेन्जरको बीच जे भाडा मिल्छ त्यही नै हो अन्तिम भाडा। ड्राइभर दाजुभाइहरूको लागि पनि एकदमै सरल। एप डाउनलोड गर्नुहोस्, ड्राइभरको रूपमा रेजिस्टर गर्नुहोस्, आवश्यक डकुमेन्ट्स अपलोड गर्नुहोस्, आफ्नो सुविधा अनुसार अनलाइन बस्नुहोस्। एपले कुनै कमिसन लिँदैन, न कुनै झन्झटिला ट्याक्स, सबै कुरा स्पष्ट र सरल। प्यासेन्जरसँग जे भाडा तय हुन्छ त्यही नै हो तपाईको कमाई। घुम्ती केवल एउटा एप मात्र होइन, घुम्ती एउटा प्रयास हो पहाडका हरेक प्यासेन्जरहरूलाई ड्राइभरसँग जोड्ने, ताकि ड्राइभरहरूले आफ्नो मेहनतको उचित मूल्य पाउन् र प्यासेन्जरले सुरक्षित र सही यात्रा गर्न सकुन्। साथै एउटा खुसीको कुरा, दार्जिलिङ र कालिम्पोङको ड्राइभरहरूलाई रेजिस्ट्रेसन फ्री छ 31 डिसेम्बरसम्म। घुम्ती एप, पहाडको हर घुम्ती अब घुम्ती एपसँग। आजै डाउनलोड गर्नुहोस्, गुगल प्ले स्टोरमा अभाइलेबल छ।